हेलो एभ्रिवान, वेलकम टु ब्याक माई युट्युब च्यानल आकाश विशाल नेपाल युट्युब च्यानल। आज हामी आइपुगेको छौँ 2082 एक महिना 1 गते नयाँ वर्षको दिनमा चाहिँ हामी यता आइपुगेका छौँ फुलचोकी डाँडा गोदावरी हाट लगभग 15-20 किलोमिटर माथि त्यही एउटा मन्दिर रहेछ। यो चाहिँ समुद्री सतहदेखि 2700 मिटरको हाइटमा रहेको यो डाँडा आज हामी साथीहरुसँग घुम्नको लागि आइपुगेको थियौँ र मस्त जताततै पारीतिर हिमालको भ्यू अनि तल हेर्ने भने ठ्याक्कै काठमाडौँको रमाइलो दृश्यहरू देख्न सकिनेछ। मन्दिरको नाम पो के रहेछ, यहाँनिर रहेछ एउटा यो सायद नेपाल टेलिकमको टावर होला, केही रमाइलो ठाउँ रहेछ। पहिलोचोटि आइपुगेको ठाउँ एकदमै रमाइलो रहेछ। तपाईहरु पनि यो ठाउँमा घुम्न आउन सक्नुहुनेछ। कस्तो जाडो धेरै भइरहेको छ, लड्दै पड्दै आइपुगेको गाह्रो छ अहिले। पारीतिर देखेको गाउँ चाहिँ कुन गाउँ रहेछ? यो चाहिँ सायद नेपाल टेलिकमको टावर होला है, एनटिसीको। कति मिटर हाइट रहेछ यो? 2700। समुद्री सतहदेखि चाहिँ 2700 मिटरको हाइटमा आइपुग्दाखेरि चाहिँ लास्टै चिसो फिल भइरहेछ। यतातिर केटाहरू फोटो भिडियो खिच्ने क्रममा छन्। हेलो सुल्केहरू, हजुर के छ हो? एकदम ठीक छ। कस्तो फिल भइरहेछ त यहाँ आएको? पुरै जाडो जाडो अनि कामेको जस्तो हैन, अलिअलि त्यही हो। हिउँ चाहिँ परेको छैन, त्यति हो। यहाँ त आज चाहिँ भने हिउँ परिरहेको छ, धेरै जस्तो हिउँ पर्ने ठाउँ होला यो। हजुर हजुर, लास्टै चिसो रहेछ। तपाईहरु पनि यो ठाउँमा घुम्न आउन सक्नुहुनेछ। यहाँ चाहिँ 2700 मिटरको हाइटमा छन् हामी। यो कुन मन्दिर रहेछ? यो ढुङ्गामा फुलचोकी मन्दिर रहेछ। यहाँनिर चाहिँ सायद यो बोका होला, बोका नै पुजारी हो क्या हो? नयाँ वर्षको पहिलो अनुभव यति माथि हाइटमा आइपुगेको छ। लगभग हामीलाई चाहिँ आइपुग्नलाई चाहिँ 2 घन्टा जस्तो लागेछ। तपाईहरुलाई भिडियो कस्तो लाग्यो? भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनु होला। आकाश विशाल नेपाल युट्युब च्यानल मार्फत तपाईहरुको माझमा आज ल्याएको भिडियो कस्तो लाग्यो तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला।